यदि यहाँ मालपानी खाएको देखियो भने बर्बाद हुन्छ। बाटो फेरि लास्ट रमाइलो छ बबाल। राइडर पत्लु भलक होइन, सबैजनाले त्यहाँ पनि गएर सब्सक्राइब गरिदिनु होला पत्लु भलकलाई। अगाडि देखाउनु पर्यो। खोला खाऊ त्यहाँ सुके खोला, सुका खोला गाउँसकीको यहाँ पुरा पहिरो गइरहेको है। बाटो पुरै यस्तो डेन्जर भयो पानी परेर। पहिलाको बिच थियो, अहिले भत्केर यस्तो भयो। केरुङ्गे खोला हो। सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। दिउँसै गयो पानी परेर। ओ झुसी आहा त नयाँ रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करना। राइडर पत्लु राइडर यस्तो बाटोमा पनि पुरा दिइरह रकिया हान्दिरह है। एउटा गोप्रो लिन पर्ने के मुली गोप्रो। बाटो यार, ओ नो भट्टा बाटो, कुहिरो त्यस्तै लाख, बाटो त्यस्तै छ गाइस।
चाहिँ के खाइन्छ निजन 2080 4 महिना 13 गतेको दिन यो हो यस्तो बाटो मौसम आउनु बस्न नसक्नु छ तल गुम्सा गर्दिले लापरवाही का नतीजा है। तो यार यहाँ तो भिडियो करने भन्न तल नसक्ने है ड्राइभर त 15 मात्रै हुने होला कन्ट्याक्ट भएर होला के हेर्न पछाडि मौज कर दी माँ बेटे वाह अरे वाह शेर तुम तो बड़े हैवी ड्राइवर भाई गो
वाह ठुलो डोजर यार ठुलो डोजर कुहिसकेछ यो पनि चल्छ होला चल्न त बाटो बनाउनको लागि डोजर सोजर ल्याएर राखे हो बाटो भन्यो भने यस्तो छ पहिलो गाहा पानी पऱ्यो क्या हो कहाँ अहिलेसम्म त त्यो उठिसक्छु यार यहाँ पनि पाउँछ टिक्ने यता त फराकिलो रहेछ त तर मुलातिर घर जाने बाटो पो खतरा छ त यार पाहाड घर क्या कस्तो छ है भिरालो बाइकमा के छैन सर्भिसिङ गर्ने बेला भयो चल्दैन त्यो त कुम्बुसोरबाट आउने बाटो हो क्या हो उहाँको हो उहाँ तल हाम्रो घर छ नि त उहाँ तल पोखरी तल भनेको त्यही पार्क हो त्यो पोखरी तल पार्क ल अब बस्ती सुरु भयो कुम्बुसोरको यो बाल्लो डाँडा गाउँ हो बल्ल बल्ल डाँडाको गाउँ हो सेट मिस्टेक भएछ यार मिस्टेक नैबुढी भने खान्छ यार यता हो फेरि यस्तो बाटो यार मुस्ताङ जानु पर्ने के आयो भ्युटार आयो भ्युटार बाटो खाली है बाटो खाली ओ माई गॉड धरम खतरा बाटो छ त यार बचाइस् यार तैँले आज मलाई यस्तो डाँडो बाटो बचाइस् नयाँ दान दिइस् यार तैँले मलाई जीवन दान नयाँ दान छोड्नु बाटो हेर न गाइजर के हो यस्तो यार बाटो यार यहाँ अझै प्याराग्लाइडिङ हो कि प्याराग्लाइडिङ सुरु भयो भन्ने सुनेको थिएँ मैले नि यस्तो बाटो धरममा
फाइनल्ली भ्यू टावरमा आइयो। फाइनल्ली भ्यू टावरमा आइयो। बन्द गर्थ्यो क्या भ्यू टावर चाहिँ माथि नि पानी परेको भएर डल्लले सब देखिन्छ यहाँबाट। रेलिङै चुडालेर त्यस्तो फटाइदा नहुने यार। फाइनल्ली आइयो। उल्टोले केही देख्यो होइन यार। यो देख्छ हाम्रो घरबाट देख्छ यो तल यहीँबाट नदेखिँदो रहेछ। सबभन्दा कच्चा चापी यहाँ छिर्दिने म छिर्दम त्यो छिर्नलाई त बनाएको नि छिरौँ मिल्छ जाने हो र जाने माथिबाट हेर्ने ठ्याक्क छिर्दिएँ म त सक्छस् तँ तानिहाल्छस् नि। म कहाँ तान्न मिल्छ उता गएपछि मिल्छ जान पहिला तँ जा। यतिको जानु मिलिहाल्छ नि यो तल झर्ने फेरि केही गालीसाली त गर्दैनन् नि। आफ्नो बजेट फ्रिज भएर यहाँ राखेको बजेट फ्रिज भएर कालसतिकै मा तलबाट माथि फ्याँक पर्छ त। चढिहाल्यो नि आउनु मिल्छ। रुको जरा सबर करो बोला धक्का बुक्की नहीं। बजारमा हेर्नु नि आउँदैन नि यो आउँदैन होला कसरी हो त नि अहिले त्यसरी नि जाने फेरि बिस्तारै बिस्तारै यहाँ बिचमा खाली छ होला पुरै चाउचाउ हेर यस्तो फोहोर चाहिँ नगरिदिउँ है भित्रबाट छिरेर आएर ल यस्तो जताततै फोहोर तात्दैन वाउ कस्तो दामी देखियो यार। उकालो हो यार थाक्छु त म त यति हिँड्दा नि। कुहिरो लगाएर केही देखेँ होइन। गेट खोइ त यार सरहरूलाई बस्ने व्यवस्थै छैन त। चल्ला वाह त्यस्तो नभन्नु यार। उहाँ चढ्न लाग्यो मान्छे हामी जस्तै। एउटा फोटो खिच्नु त होइन कसले उठाएर बालुवा डाँडाको भ्युटारबाट देखेको दृश्य मानुङ डाँडा
बालुवा डाँडाबाट देखेको मानुङ डाँडाको दृश्य हामी यो कैमारामा कैद गर्दैछौँ चारैतिर। कुहिरोले केही देखेन। हाम्रो पल्सर बाइक यस्तो भएको बाइक कस्तो भएको रे? राइडर त होइन, राइडर पत्लु ब्लग्स। तर मेरो उस छैन। हाल्न हाल्ने हो। गोप्रो किनेछु। गोप्रो पाउनु त पाउँछ, सस्तोमा नि पाउँछ, क्वालिटी आउँदैन क्या। स्कुल कुन स्कुल हो यो? यहीँ पढ्ने सबै? फाइनल्ली गाइज भिडियो भ्युज यहाँ सब होटेल खोल्न लाएर अनि चलेन चाहिँ एकछिन त चलेको थियो कि हो। अनि पछि जग्गा पनि किनिसकेको रहेछ। भुवा हेर्नु त्यो होटेलको कटेज होला कि त्यो कटेज यता कटेज 1 2 3 4 चारवटा कटेज अनि उता कटेज लास्टमा हेर्नु ठुलो कटेज कहाँ उता देखाएन त यार। पुरै कुहिरोले पुरै ढोका केही रहन्छ। चोरले चाहिँ चोरेर आउनु पर्यो होइन। ल अब यहाँ हामी एकछिन फोटोसोटो खिच्छौँ है। बाई।